सब गोटे में प्रणाम मित्र लोकैन मैथिली ट्यूशन के 10वीं कक्षा में अहाँ के स्वागत है। आई हम सब एकटा डिजिट छ दोसर डिजिट में प्रवेश क गेलौं मैथिली ट्यूशन के ई सब अहाँ के देन छै सब गोटे के साथ छै। र साथीहरु हामीले लास्ट क्लास में 9औं क्लास में भनेको थियौं हामीले तपाईहरुलाई हामी मेन भर्बहरुको बारेमा आज कुरा गर्छौं भनेर। मेन भर्बहरु के हुन्छ त हाम्रो लाइफको हामी जति पनि कामहरु गर्छौं नेपालीमा पनि पढ्दाखेरि हामीले पढेका छौं हैन। जति पनि कामहरु गर्छौं त्यो सबै मेन भर्बमा आउँछ। सुत्नु उठ्नु खानु पिउनु खेल्नु घुम्नु सबै कामहरु यसमै आउँछ मेन भर्बमै आउँछ। यो मेन भर्बहरुलाई बोल्दाखेरि हामी मैथिलीमा कसरी बोल्ने त? मैथिलीमा पनि हामीले दुईटा कुरा हेर्नु पर्छ। फर्स्टमा कालको कुराहरु हेर्नु पर्छ। हामी वर्तमान कालको कुरा बोल्दै छौं कि भूतकाल कि भविष्यकालको। आज हामी वर्तमान कालको बारेमा मात्रै कुरा गरौं। अर्को क्लासमा भूत र भविष्यकालको बारेमा कुरा गरौँला। र त्यसपछि अर्को हुन्छ तपाई कोसँग बोलिराख्नु भएको छ? आफूभन्दा जुनियर मान्छेसँग, आफ्नो कोही साथीहरु अथवा आफूभन्दा एकदमै धेरै सिनियरसँग बोलिराख्नु भएको छ हैन। जस्तै हामीले अस्ति पर्सनको बारेमा कुरा गर्दाखेरि भनेका थियौं हामी आफूभन्दा सानोहरुको लागि युज गर्ने तु हो, आफ्नो लेभलको लागि युज गर्ने आहा हो र आफूभन्दा सिनियरको लागि पनि आहा नै युज गर्छौं तर भर्ब फरक पर्न जान्छ। तपाईले आफूसँगैको साथीलाई आहा भन्नु र आफ्नो बुवालाई आफ्नो मम्मीलाई आफ्नो टिचरलाई हजुरबुवा हजुरआमा नाना नानी जसलाई पनि बोल्दाखेरि त्यो एकदम फरक हुन्छ। त्यस्तै छ मैथिलीमा पनि। हामी नेपालीमा पनि आदरार्थी हुन्छ, उच्चार आदरार्थी हुन्छ, हजुर खानुस् हजुर खाइसियो फरक गर्छौं नि। त्यस्तै छ हाम्रो मैथिलीमा पनि। तपाईले ठ्याक्क नेपाली सम्झेर यहाँ गर्नुभयो भने एकदम सजिलो हुन्छ। कपी कलम लिएरै बस्नु होला। जस्तै हाम्रो एकदम मेन भर्बको बारेमा कुरा गरौँ। फर्स्ट भर्ब छ हाम्रो खानु। खानुलाई यदि अब मानौ हामीले जुनियरलाई भन्नुहुन्छ भने तु खो, तु खो। त्यो भन्दा सिनियरलाई भन्नुहुन्छ आफ्नो लेभलको मान्छेलाई भने आहा खाऊ। मित्र आहा खाऊ न। अथवा त्यो जोसँग एकदम त्यो आदर चाहिँ गर्नु छ तर सानो आदर मात्रै गर्नु छ, आदर देखाए जस्तो। जस्तै मम्मीलाई पनि भन्दाखेरि आफ्नो मम्मीलाई हामी खासै तपाई युज गर्दैनौं नि। उहाँलाई हामी मम्मी आहा खाऊ भन्दा हुन्छ। तर त्यही बुवालाई बोल्दाखेरि बुवालाई हामी एकदम उच्च आदरार्थीले प्रयोग गर्न खोज्छौं, मोर रेस्पेक्ट गर्न खोज्छौं। हजुरबुवा हजुरआमाहरुलाई मामा घरको हजुरबुवा हजुरआमा सबैलाई नाना नानी बाबा दाइ उहाँहरुलाई धेरै आदर दिन खोज्छौं। अनि उहाँहरुको लागि हाम्रो भर्ब कसरी खेथिन, खेथिहिन हामी लेखेर पनि अहिले तपाईहरुलाई भन्छौं। एउटा भयो खो, अर्को खाऊ, अर्को खेथिन। खो भनेको तुको लागि, तु खाना खो। आहा को लागि आहा खाना खाऊ। आहामै एकदम धेरै सिनियरको लागि हामी प्रयोग गर्ने आहा खाना खेथिन। त्यस्तै जानुलाई, जानु नेपालीमा भयो भने यसलाई जाऊ भनेरै मैथिलीमा पनि भनिन्छ। जस्तै तुलाई भन्नु पर्यो तु जो, आहा जाऊ, ओ जेथिन। गर्नुलाई, गर्नुलाई कुनै सुन्नुवाला फल्ना काम करु भनेर हुन्छ नि। नेपालीमा गर्नु मैथिलीमा गर्नुलाई करु भनेर भनिन्छ। करनाई काम करै छ लोक मैथिलीमा। त तु कर, तु फल्ना काम कर, तु ओ काम कर भनेर भनिन्छ हैन। अनि आहा भन्नु पर्दा कसैलाई आहा ई काम करु। अथवा आफै भन्दा धेरै सिनियरलाई बोल्दाखेरि आहा ई काम गर्थिन्। त्यसै गरी आउनुलाई मैथिलीमा हामी आउ भनेर भन्दा रहेछौं हैन। अनि तु भन्नु पर्यो भने तु एम्हर आ, आहा एम्हर आउ, आहा एम्हर एथिन। घुम्नुलाई पनि यो भर्ब सेम नै छ मैथिलीमा पनि। तु घुम, आहा घुमु, आहा घुम्थिन। पढ्नुलाई पनि पढ्नु नै भनिन्छ मैथिलीमा। तु पढ, आहा पढु, आहा पढथिन, पढथिहिन। बोल्नुलाई तु बोल, आहा बोलु, आहा बोल्थिहिन। दुईटैलाई हामी आहा नै प्रयोग गरिरहेछौं भन्दाखेरि तर भर्ब मात्रै फरक हुन जान्छ हामीले कोसँग बोलिरहेछौं। त्यसै गरी हिड्नुलाई नेपालीमा चलु भनेर भनिन्छ, चल्नाइ। त हामी नेपालीमा हिड्नु भन्छौं, मैथिलीमा चल्नाइ भन्छौं। तु चल, आहा चलु, आहा चल्थिन। सुन्नुलाई सुन्नु नै भनिन्छ मैथिलीमा पनि। तु सुन, आहा सुनु, आहा सुन्थिन। भन्नुलाई कहु भनिन्छ। धेरै ठाउँ भन्नुहुन्छ कहु कहु के हालचाल। तपाईहरुले पनि धेरैचोटी त्यो मैथिली जस्तो प्रिटेन्ड गर्न मैले जानेको छु पनि प्रयोग गर्नुभयो होला। तु कह, अच्छा के हाल खबर छौ त कह।
आफूभन्दा सानो भाइ बहिनीहरूलाई हाँ बुवा कह कि हालचाल, अनि अलिकति सिनियर आफ्नो हाँ मित्र कहू कि हालचाल, अनि आफै धेरै सिनियरलाई मामाजी कहथिन् कि हालचाल। त्यसपछि राख्नुलाई राखु नै भन्छौँ हामी। अब आफूभन्दा सानोलाई भन्नु पर्यो तू यी चिज ऐठाम राख, आहा यी ऐठाम राखु, अपने यी ऐठाम रख्थिन्। खास गरी एकदम उच्च आदरार्थीमा भन्दाखेरि आहा भन्दा नि अपने प्रयोग हुन्छ, तर आहा पनि एकदम क्याजुअल भएकोले आहा पनि प्रयोग गर्न सकिन्छ सबैलाई, तर एकदमै त्यो बोल्नु पर्यो टिपिकल भने अपने हुन्छ। अपने एना करथिन्, अपने ओना करथिन्, र अपने खास गरी हामी आफ्नो घरतिर त्यो माइती भन्दा नि फिमेलहरूले अलिकति बढी त्यो ससुरालीतिर प्रयोग गर्छ, जसलाई हामी नेपालीमा घर भन्छौँ, मैथिलीमा सासुर भनिन्छ। सासुरमा जाँदाखेरि यस्तो मैथिली प्रयोग हुन्छ, अब त्यो सासूलाई करू भनेर त भन्न भएन, यी चिज कदेथिन्, यी चिज करथिन्, आहा खेथिन्, जेथिन्। अब एकचोटि सबैजनाको लागि आफ्नो घरमा कसरी प्रयोग गर्ने यो प्रयोग गरी हेर्नु। हामीले तपाईँहरूको लागि टेबल पनि इन्सर्ट गरिदिएका छौँ, त्यो टेबल हेर्नुहोस्, प्रयोग गर्नुहोस् र मैथिली सिक्नुहोस् र आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोस्। हाम्रो भिडियो लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, च्यानल पनि सब्सक्राइब गरिदिनु। हस्त सब गोटे में प्रणाम, नमस्ते, धन्यवाद।